नेस्टेड लुप भनेको जस्तै हामीले योभन्दा पहिला अगाडि हामीले पढेको थियौँ नि स्टेटमेन्टहरु स्टेटमेन्टमा नेस्टेड इफ इल्स भनेर पढेको थियौँ भन्नुको अर्थ कुनै कन्डिसनको भित्र पनि अर्को कन्डिसन भनेको थियौँ स्टेटमेन्टमा भनेपछि अब यहाँ के हुन्छ हाम्रो फर लुपको पनि भित्र अर्को के भयो त फर लुप हुने भयो फर लुपको भित्र पनि अर्को फर लुप हुने भयो के बुझ्नुभयो भने बुझ्नु भएन जस्तै कि एउटा घर छ भने चाहिँ घर भित्र अर्को घर भने जस्तै के नेस्टेड लुप भनेको बुझ्नुभयो नि अनि यो के हुन्छ यो आउटर लुप कन्ट्रोल इनर लुप जहिले पनि के भन्छ आउटर लुपले चाहिँ इनर लुपलाई कन्ट्रोल गरेको हुन्छ भनेको छ अनि यो के हुन्छ यो स्पेसिफिक प्याटर्नहरु बनाउन युज गरिन्छ टेबलहरु बनाउन युज गरिन्छ भन्नाले हामीले 1 1 0 1 1 0 1 2 यस्तो प्याटर्नहरु बनाउन के गरिन्छ युज गरिन्छ अथवा म्याट्रिक्सहरु लेख्नको लागि युज गरिन्छ अब यो अरु के हुन्छ लुप व्हाइल लुप एकैपटक युज गर्न सकिन्छ टुगेदर युज गर्न सकिन्छ है अनि के हुन्छ इन्क्रिज रिपिटेडली के हुन्छ इन्क्रिज हुन्छ यसको सिन्ट्याक्स के भयो हाम्रो यो भयो के भनिन्छ भने फर लुप भइहाल्यो सुरुमा यो भनेको एउटा फर लुप भयो त्यसको भित्र अर्को फर लुप सेकेन्ड फर लुप भयो अनि अरु के भयो कोड भयो बुझ्नुभयो नि फर लुपको भित्र यो बाहिर जस्तै यो बाहिरको फर लुप भयो यो पनि के भयो भित्रको फर लुप भयो हामीले फर लुपले के गर्छ भनेको थियौं कुनै दिएको रेन्ज सम्म चाहिँ के गर्छ प्रोग्रामलाई इटरेसन गर्छ इटरेसन गर्नु भनेको के हो लुप कन्टिन्यू गर्नु लुप कन्टिन्यू गरिराख्नु जस्तै कि तपाईको घरको अगाडि पनि ढोका छ पछाडी पनि डोर छ भनेपछि तपाई यसरी भित्र बाहिर गर्नु छ नि कन्टिन्यू रूपमा हो यो भनेको के भयो लुप अथवा इटरेसन भन्छ बुझ्नुभयो नि एउटै साइकलमा के गर्नु कन्टिन्यू गरिराख्नु अनि हामी फर लुपले के गर्छ भनेको थियौं फर लुपले चाहिँ कुनै गिवन रेन्ज सम्म के गर्छ हाम्रो लुप कन्टिन्यू गर्छ तर डु व्हाइलले के गर्छ जबसम्म हाम्रो दिएको कन्डिसन ट्रु हुँदैन तबसम्म के गर्छ कन्टिन्यू गरिरहन्छ फेरि यदि ट्रु नै भएन भने चाहिँ कन्डिसन के हुन्छ इन्फाइनाइट सम्म पनि जान सक्छ के व्हाइल लुप ल यसको प्रोग्राम हेरौँ है त फर लुपको भित्र अर्को फर लुप जस्तै कि फर लुप आई इक्वल्स टु के गर्यौं आई इन रेन्ज कतिसम्म गर्यौं हामीले रेन्ज हामीले कहाँसम्म गर्यौं 4 सम्म गर्यौं अथवा 3 सम्म गर्यौं ल हेर्नुस् यो गरे भनेपछि यसले के गर्ने भयो 0 देखि 2 सम्म प्रिन्ट गर्ने भयो हाम्रो नम्बर भनेको तीनटा नम्बर प्रिन्ट गर्ने भयो अब अर्को फर लुप हेर्नुस् फर यहाँ के गर्ने जे इन रेन्जमा केमा गर्ने भयो रेन्ज यहाँ पनि मैले के गरे ल 2 सम्मको रेन्ज मात्रै गरे भनेपछि अब के हुने भयो त्यसलाई हेर्नुस् त हाम्रो एउटा रोमा चाहिँ सुरुमा यो प्रिन्ट गर्दा जस्तै कि प्रिन्ट के गरे मैले ल आई अनि अर्को जे प्रिन्ट गरे भनेपछि हाम्रो के हुन्छ एउटा लाइनमा आई प्रिन्ट गर्ने भयो अर्को लाइनमा जे भनेको 0 देखि 2 सम्म एउटा लाइनले प्रिन्ट गर्ने भयो आई मा हैन जे मा चाहिँ के गर्ने भयो 0 देखि 1 सम्म प्रिन्ट गर्ने ल हेर्नुस् त आउटपुट के आउँछ हाम्रो यस्तो आउँछ यो लाइन भनेको के भयो हाम्रो यो फर्स्ट लाइन यो रो हाम्रो आई प्रिन्ट गरेको भयो के भयो रे आई प्रिन्ट गरेको भयो ल हेर्नुस् त यहाँ आई के गरेको प्रिन्ट गरेको भयो 0 देखि कहाँसम्म 2 सम्म भनेको अर्थ हाम्रो तीनटा नम्बर भनेको थियो नि त भनेपछि 0 देखि कहाँसम्म 0 देखि कहाँसम्म 2 सम्म भयो तीनटा डिजिट भयो नि 0 1 2 अनि अर्को के भनेको छ जे को चाहिँ 0 देखि दुईटा नम्बर 0 र 1 0 र 1 ला हेर्नुस् यसरी युज गरिन्छ फंक्सन भित्र पनि अर्को फंक्सनलाई भन्छ नेस्टेड फंक्सन बुझ्नुभयो नि ल यहाँ मैले 4 गरेर चेक गर्दा के हुन्छ होला त यो ठाउँमा मैले 4 भनेर चेक गर्दा ल भन्नुस् त हाम्रो यो जुन छ नि यो 2 भएको ठाउँमा कतिसम्म हुन्छ हाम्रो 3 सम्म हुन्छ ल रन गरेर हेरौँ है त ल हेर्नुस् त 3 सम्म भइ भएन चारवटा डिजिट एउटा
0 1 2 3 भनेको 4 वटा डिजिट भयो कतिसम्म 3 सम्म भयो ल हेर्नुस् त अनि अर्को के छ 0 देखि दुईटा डिजिट 0 र 1 यहाँ चाहिँ केही पनि भएन अब मैले यहाँ के गरेँ यसमा फेरि मैले यहाँ मैले 2 गरेँ भने चाहिँ के हुन्छ त हाम्रो 2 गरे नि के हुन्छ होला यता पनि के हुन्छ हाम्रो I को ठाउँमा चाहिँ 0 र 1 मात्रै के गर्छ त प्रिन्ट गर्छ ल हेर्नुस् 0 र 1 जस्तै यस्तो हामीले म्याट्रिक्सहरु बनाउँदा युज गर्छौं के प्राय जस्तै मैले यहाँ कति राखेँ 2 को ठाउँमा 5 राखेँ भने चाहिँ हाम्रो 0 देखि 4 सम्म आउँछ कुन ठाउँमा j को ठाउँमा j प्रिन्ट गरेको ठाउँमा ल हेर्नुस् आइ कि आएन हेर्नुस् त 0 देखि 4 सम्म आइ कि आएन आयो नि त 0 1 2 3 4 आयो हेर्नुस् त हो यसरी काम गर्छ के बुझ्नुभयो नि